यता धेरै नहोला यसो मेरो यहाँ भाइलाई घुमाउन लानु पऱ्यो क्या। यहाँ चाहिँ मेरो भाइ होइन, यहाँ चाहिँ मेरो भाइ होइन, यहाँ चाहिँ मेरो भाइ। टेक्ससको गर्मी पनि वाइल्ड छ। दौडेर म नि यो जस्तो देखिन्छु होला अब 1-2 दिनमा त्यस्तै। दिउँसो पुरै घाममा दौडिन थाल्यो भने यो जस्तै देखिन्छु बस। लास्ट गर्मी छ यार टेक्ससमा आज। त्यही थाहा नि के भयो, वाइल्ड गर्मी छ वाइल्ड। सनस्क्रिन लाएर हिँड्नु पर्ने, कालो पो भइन्छ कि हो गर्मीमा त यार। सनस्क्रिन लाएर हिँड्नु पर्ने, कालो पो भइन्छ कि हो गर्मीमा त यार। भोलि पर्सिखेरि यो र म त साँच्चीकैको दाजुभाइ देखिन्छ होला। भोलि पर्सिखेरि यो र म त साँच्चीकैको दाजुभाइ देखिन्छ होला। वाइल्ड गर्मी छ वाइल्ड। हाइट तानिरा यार, कस्तो गर्मी छ यार टेक्ससमा। हामीहरू चाहिँ आइपुग्यौँ पार्कमा। त्यहाँबाट 5 मिनट छ के, सो घरबाट 5 मिनट लाग्छ होइन पार्क आउन। अनि पार्क चाहिँ यस्तो छ सर पारेर, दामी छ पार्क। खै फिसिङ पनि गर्छ यहाँ, तर खै लाइसेन्स चाहिन्छ कि चाहिँदैन थाहा छैन। तर यहाँ चाहिँ युएसमा चाहिँ फिसिङ गर्नलाई लाइसेन्स हुनुपर्छ। बट यो पार्कमा के पो छ खै थाहा छैन यार, लाइसेन्स चाहिन्छ चाहिँदैन। दामी छ पार्क चाहिँ। यो पार्कमा त पिकनिक सिकनिक पनि सब गर्न मिल्दो रहेछ कि, बारबिक्यू होइन। पुलमा छौँ हामी, यहाँ कहाँ छौँ पुलमा। हामी फर्किन लाग्यो पार्कबाट होइन। अब यो जति घर नजिक आउँला त्यति छिटो दौडिन्छ कुद्छ होइन। यसलाई टक्क लगेर बाहिर ब्याकयार्डमा धारा खोलिदिएर छोडिदिनुपर्छ। कस्तो खतरा खेल्छ है त, हेर्नुपर्छ एकछिनतिर। सबैलाई पानी खोलिदिनुपर्छ कि यहाँ होइन, खतरा खेल्छ।